तिम्रो सामान्यतया लिङ्ग उत्तेजना सामान्यतया अब लिङ्ग उत्तेजना भएपछि सामान्यतया यो गर्न मन लाग्छ होइन भाउजू सामान्य हो अब यो गर्दा पनि हुन्छ अनि त्यो पनि भएन भने यताबाट गर्दा पनि भइहाल्छ यहाँबाट गर्दा पनि हुन्छ यहाँबाट यसरी गर्दा पनि हुन्छ यसरी गर्दा नि हुन्छ नत्र भनेदेखि यो वस्त्र फालेर यसलाई च्यातेर यताबाट यसो गरेर यता गरेर यहाँबाट यसो गर्दा पनि हुन्छ हजुर हजुर नमस्कार यहाँबाट गर्दा नि हुन्छ यहाँबाट छिराउँदा नि हुन्छ अथवा छैन भनेदेखिले त यसले यही गर्दा पनि हुन्छ यसो गर्दा नि हुन्छ अनि हुँदै भएन भने चाहिँ हजुर हुँदै भएन भनेदेखिले यताबाट गरेर चाहिँ नि यसो गरेर अब म्युट गरेको आउँछ हामीसँग यसो गरेर त्यहाँबाट चाहिँ नै यसो गर्दा नि हुन्छ अब म्युट गरेपछि के अन्त उपाय अनि त्यहाँबाट फेरि गएर त्यहाँबाट चाहिँ यसो गर्दा पनि हुन्छ हेलो म्याडम कहाँबाट आउँछ क्या यस्तो के अरे उयो चाहिँ दिमाग चाहिँ म्याडम हेलो हजुर म्याडम के भयो होला हजुर म्याडम हेलो म्याडम सकिन लागिसक्यो अब म्याडम हेलो म्याडम केटा मान्छे भयो भने के साह्रो बोलाएको है मान्छेहरू फेरि तिमीहरूले यही पाएन भने केले चिर्छौ त्यही पाएन भने केले चिर्छौ त यो छ र पो तिमीहरू पनि अड्या छौ श्रीमानहरूले बुढाले कुरेर बसेका छौ हेर त है यसरी यो हेर त कान्छी हेर त तिमीहरूले होला ल हस् बाई नाटक गर्छ तिमीहरू नाटक गर्छ हामीले थाहा छैन अनि हेर त अरू केटीमा भाग थिए मनमने आनन्द लिएर बसेकी हेर त मनमने आनन्द लिएर बसेकी अब यिनले लाइभिङ गरेपछि पक्कै पनि जान्थे उहाँ बाथरुममा जान्थे गएन भने चट्टै यो कान काटेर त्यो हेन्सिया डेढेकोमा उसलाई कुकुरले खुवाउँथे कान आनन्दले होइन भनेको तपाईँले यौन सम्पर्क गर्नु भएको छ तर सुरक्षित गर्नु भएको छ होइन म्याडम यो हाम्रो यो देख्छ त्यो झुटोलाई मिल्दैन अब उहाँको सामान्यतया त्यो ब्रिफिङ गर्दाखेरि सबैभन्दा सरसफाइ भनेको योनीको सरसफाइ हो उहाँले एकदमै सफा राख्नु भएको छ चाहिँ उहाँले अप्सन खोज्नुहुन्छ कट गर्ने अप्सन होला केही छैन हामी उहाँलाई के भनिरहेको छौँ रेजिना म्याम हेलो म्युट गर्नुभयो होला ठिक छ हामी उहाँलाई सामान्यतया हामी लिङ्ग उत्तेजनाबाट जाउँ के हुन्न हाम्रा भाउजूहरूले क्लास यो सामान्यतया राधाहरू नआछ है